सबैजनालाई नमस्कार। आज चाहिँ हामी यो थेदोङ एमएजी अपातमा छौँ। किन आयो भन्दाखेरि आज एउटा विशेष कार्यक्रम हुँदैछ। हाम्रो वरदान सरको चाहिँ आज छेवर जस्तै प्रोग्राम कपाल काट्नेको प्रोग्राम भइरहेछ। त्यसको लागि हामी तयारी हुँदैछौँ र उहाँ चाहिँ छेवर बाबुको बुवा हाम्रो हजुर पहिलोचोटि कपाल काट्दै पहिलोचोटि कपाल काट्दै होइन खोला तेल लगाएर के काट्नुपर्छ अरे। मैले पनि खास खाना पाएको सुनेको त्यही अनुसार अब हामी गर्दैछौँ होइन भाइ। हुन्छ हुन्छ दाजु, रमाइलो हुँदैछ एकदम बिल्कुल। ल हाम्रो आज विशेष मान्छे मामा आधिकारिक रूपमा मामा आजबाट आजबाट म पहिलो अनुभव लिँदैछु। यो चाहिँ अब हेरौँ तपाईँलाई कस्तो फिलिङ भइरहेको? फिलिङ त अब अर्कै भइरहेको छ। अब पहिलोचोटि हो भोगाइ त केही पनि होइन, गरेको एकचोटि गरे भए यसरी गर्ने भन्ने हुन्थ्यो। अब सबै अरूहरूलाई सोद्धा यस्तो यस्तो गर्नुपर्ने चाहिँ भन्ने भएछ। त्यस्तो ठुलो खासै त छैन, सामान्य हो, गरिहालिन्छ नि होइन। यहीँ छ के छ भन्छ बाबु तिमी आजबाट मामा मामा भन त। यता पनि हुनुहुन्छ त। नमस्कार। माइजू म चाहिँ बाबुको मम्मी। म चाहिँ सानी। निस्क्यौँ है अब। तपाईँको गाडी चाहिँ मामनी भन्दै थिएँ। हामी चाहिँ गुम्बा आइपुग्यौँ। अब गुम्बामा काट्ने कुरा भयो, कपाल यसो गुम्बामा काटेर अनि खोलामा लगाएर पकाउने। त्यही भएर बुझ्न जाँदै हुनुहुन्छ दादाहरू दुईजना, यस्तो गर्न आएको म्युजिक हुँदैन भनेर। 저희도 갑자기 왔습니다. 혹시 그 영상 찍어도 괜찮습니까? 네, 알겠습니다. 네, 맞습니다. 네, 우리 버선대 형님이 소개는 해주는데 시간이 없어가지고 갈 시간은 있었거든요. 네, 맞습니다. 네, 바로 가겠습니다. 초가 3일 동안 타는 거거든요. 네네. 그래서 내일 오늘 약하는 게 아니고 오늘이 음력으로 28일이고 내일 29일, 내일 저녁이나 아니면 아침에 내가 켤 거예요. 새 바뀌는 날. 그래서 10,000원씩 내고 가세요. 원래는 이거 3일 동안 할 때는 2만 원 하는데 오늘 전부 다 10,000원. 먼저 만 एउटा बारेमा इयरमोट हालिदिन्छु पहिले यहाँ नाम लेख्नु छैन माथिपट्टि चाहिँ के छ विश हुन्छ नेपाली लेख्दा पनि हुन्छ इङ्ग्लिसमा लेख्दा पनि हुन्छ म कोरियामै लेखिदिन्छु। बुढाको विस हेरौँ न के रहेछ। 관광하고 로또 1등. 군대 갖고 온 거야. 야, 너무 멋있다.
छोरो मान्न परेन पहिला बिफोर गर्ने हो पहिला बिफोर भनेर यस्तो कपाल देखाउने अरे भिडियो आफ्टर भनेर काटेको पछि चाहिँ 처음에 아빠 엄마는 보면 안 돼. 머리가 쪽담이 있기 때문에 이거 참고 있어요. 예, 예. 이게 네팔에 이제 결혼하잖아요. 남자 여자. 이제 결혼하기 전에 꼭 해야 되는 겁니다. 근데 이게 공식적으로 하려고 하면은 중립물 더 많이 있어야 되거든요. 우린 대충 한 거예요. बेर्दिनु के यति माथि गर्नु कति थोरै काट्ने हो कि सबै काट्ने थोरै काट्ने है थोरै काट्ने ए आमा बा बोल्नु न अगाडि काट्यो पछि पछाडि काट्नु है यसो गरेर माथि अलिकति गरेर भइगयो नि आफू हेर त टिका लगाइदिनु अनि अनि काटेपछि पानीले यसो अगाडिको काट्नु भन्यो तपाईँ माथिबाट सजिलो जान्न कान्छ अनि यहीबाट काट्नु ए चौकमा 다있다 건강하자 아프지 말고 부처한테 하자 와 에서 띠까 마더라 समुद्री हो नि 아이고 ल बाबुलाई बुबा आमा बोलायो हुन्छ होला नि अब अब त हुन्छ आउनुहोस् तपाईँहरू कता भाग्नु भएको 이게 방금 자른 머리카락 있잖아요. 이게 함부로 이분이 버리면 안 되거든요. 이게 상큼한 향이 버려야 됩니다. शिवरात्रिको चाहिँ शुभकामना खानेकुरा दिनु पैसा दिने काम नआराम त यार यति भएछ भयो टेपेर देऊ न त्यो उयो अङ्कल दिनु साजिन हाम्रो एउटा साजिन एउटा मेरो एउटा साजिन एक खाना चुन खाना आउनुहुन्छ नि एउटा भिडियो हाल्नु र अब चाहिँ अब हाम्रो कार्यक्रम अन्त्य अन्त्यतिर गयो होइन छोराको कपाल काट्यो लगेर गुम्बामा हामी खोलामा काट्ने भन्ने थियो तर अकस्मात हाम्रो दामोदरले अलि अपशब्द नबोल्नु नि हाम्रो दामोदरले टक्क गुम्बा जाउँ भन्ने कुरा पनि भयो हामी सबैको सल्लाह सुझावले गुम्बामा गएर काटेर पनि आइयो होइन रमाइलो भयो कपाल पकाउनु छ रामचन्द्रले उइसको मामा ओ मामा यो मामाको काम अलिकति राख्नु है भान्जा काटेको मान्छे आइसक्यो तर कपाल काट्न पाइन्छ अझै कपाल जस्ता जस्तै छ क्या अझै कपाल काट्नु पैँची मात्रै लगाएको पर गरेको भोलि आज बन्द भयो सरकारले भोलि र मामाबाट थोरै केही शब्द ल मामा भान्जाको उत्तर प्रगतिको हातीमा भान्जाको उत्तर प्रगतिको कामना गर्दै अब यो चाहिँ भिडियो भनौँ न यो भ्लग चाहिँ अब भान्जा चाहिँ ठुलो भएर पनि हेर्छन् नि त हामीले त जमानामा यस्तो गरेको थियौँ भनेर यो चाहिँ सम्झना लायक हुन्छ भिडियो चाहिँ अब त अरू चाहिँ शुभकामना आमाजु सबैजना आइदिनु भयो रमाइलो भयो माइजू ल के भन्नु न उहाँ को फेरि गमको गरेर बग्नु भएको छ त्यही त अचम्म लाग्यो ल छोराको बारेमा एउटा दुईटा गीत जाओस्
त्यस्तो होइन रमाइलो भयो हजुर साँच्चै भन धेरै रमाइलो भयो खोलाको किनारा गएर गर्ने भनेको थियौँ तर गुम्बा जस्तो पवित्र ठाउँमा गएर गर्न पायौँ रमाइलो भयो धन्यवाद काकु जयनेपलबाट सुरु गर्नुपर्छ नि त हाम्रो आज के अरे वरदान पण्डितको कपाल काट्ने कार्यक्रम सम्पन्न गरिएको छ शिवरात्रिको अवसर पारेर एकदम पुण्यतिथि पारेर हाम्रो यतातिर अब हिन्दू धर्मका चाहिँ मठ मन्दिर त भेटिएन र पनि बुद्ध धर्मका चाहिँ गुम्बामा गएर कपाल काटेर चाहिँ नयाँ मामा माइजू बनाएर जस्तै हुनुहुन्छ कपाल काटियो तर कपाल काटिएको भन्ने मात्रै छ कपाल जस्तै छ यार काट्नु नजान्ने हुनुहुन्छ मामा क्या मेसो पाउँदिनँ बिग्रियो भने मामाले बिरी अनुसार दिएर त्यो कुसो टुक्रो अब चाहिँ हजामलाई चाहिँ हस्तान्तरण गरिसक्नु भयो ल ल हामीलाई बोलाइदिनु भयो एकदम धन्यवाद छ मिठो मिठो खाना पाइयो है अब के भन्ने हो वरदान बाबुको चाहिँ उत्तर प्रगतिको कामना गर्दछु ल हस् धन्यवाद छ ल धन्यवाद बाई बाई